मैले यो घन्टीहरूको हाइट घरको लेन्टरबाट छतबाट टिप्न मिल्ने गरी हाइट बढाउँछु भनेको थिएँ। नभन्दै यो लेन्टरको बराबर पुगिहाल्यो। यति धेरै फुलिया छ पल्लो साइडमा। फुललाई चाहिँ काटेर काटछाट गरेर सानो सानो हाइटमा त जसले पनि राख्छ हैन। मैले चाहिँ हाइटमै राख्न खोजिया हो के। यसको फेद यति लामो छ तल भुइँदेखि माथि। यो सेतो फुल पनि बनाउन मैले धेरै मेहनत गरे, धेरै पछि भएको हो। यतातिरको यिनीहरूले यस्तो रूप लियो। यता बारी पुरा ट्र्याक्टरले जोतिसकेको अवस्था। कटर यो साल यति धेरै आएको थियो, थोरै रह्यो। आँप पनि धेरै नै आएको थियो, थोरै रह्यो। यसलाई पनि सुगाहरूले टोक्दै फाल्दै गरिराखेका छन्। यो यतिको देखिने दाना पनि यो साइडतिरको अर्को साइडमा छैन। बेर्ना पनि हाम्रो यति हरियो भइसक्यो। यहाँदेखि स्टार्ट भएर पारीको जङ्गलसम्म। दुईटा क्यारी यहाँ छ, दुईटा क्यारी पारी राखेको छ। यहाँदेखि वहाँसम्म बेर्ना ओसार्न झ्याउ हुन्छ भनेर आधी यता आधी उता राखेको अवस्था।